जेमिस सबैजनालाई सन्चै हुनुहुन्छ भने म आशा गर्दछु है त। हामी क्रिस्चियनहरू किन गुड फ्राइडे मनाउँछ, किन गुड भन्छ हो। कसैको दुःखमा हामी रमाउँछौँ, कसैको मृत्यु भयो भने हामी खुसी मनाउँछौँ होइन। त्यो रिजनले चाहिँ हामी गुड फ्राइडे भन्दैनौँ। यसो क्रिस्ट मर्नु भयो, हामीलाई दुःख लाग्छ। एट द सेम टाइम वी आर भेरी ह्याप्पी, धेरै खुसी छौँ किनभने त्यसको रिजन चाहिँ उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो। त्यसै कारण विलिङली नै है उहाँले हाम्रो निम्ति क्रुसमा गइकन पाप क्षमा गरिदिनु भयो अनि एउटा हामीलाई नयाँ जीवन दिनुभयो, एउटा नयाँ आशा बन्नुभयो। त्यसै कारण हामी चाहिँ के गर्छौँ, गुड फ्राइडे मनाउँछौँ होइन, खुसियाली मनाउँछौँ। त्यसको अलिकति स्टेप बाई स्टेप हेरौँ न डिटेलमा। गुड फ्राइडेमा यसु क्रिस्ट के गर्नुभयो, उहाँको प्लान के थियो। सो जब आदम र हव्वाले चाहिँ के अरे जब परमेश्वरले सबै रुखको फलहरू खाऊ भन्नुभएको थियो तर एउटा फल नखाऊ भन्नुभएको थियो, द फ्रुट अफ नलेज अफ इभल एन्ड गुड होइन, गुड एन्ड इभल, त्यो फल नखाऊ भन्नुभएको थियो। तिनीहरूले खायो अनि उनीहरूको आँखा चाहिँ के भयो, खुल्यो अनि अन्धो देख्यो। अनि त्यसपछि परमेश्वरले के गर्नुभयो, एउटा जनावरलाई मारेर उनीहरू चाहिँ लुगा बनाइदिनु भयो। त्यो जनावर मारेको चाहिँ के सिग्निफाई गर्छ भनेदेखि फ्युचरमा चाहिँ देयर हेज टु बी सम वान टु डाई। परमेश्वरले भन्नुभएको थियो यदि तिमीले पाप गर्यो भने त्यसको ज्याला चाहिँ के छ, मृत्यु हो, यु हेभ टु डाई। तर परमेश्वरले के गर्नुभयो, तिनीहरूलाई एडम र हव्वालाई मार्नु भएन होइन, जस्टिस ओभर लभ होइन, मर्सी नमारिकन के गर्नुभयो, आदम र हव्वालाई नमारिकन उहाँले चाहिँ हुन्छ नि एउटा ल्याम्प ओर एनिमल बेसिकली मारेर अनि उहाँलाई चाहिँ त्यो उनीहरूलाई चाहिँ लुगा बनाइदिनु भयो। त्यो सेक्रिफाइसले चाहिँ हुनेवाला जिजसलाई सिग्निफाई गर्छ। सो उहाँको प्लान चाहिँ के रहेछ भनेदेखि अब यतिखेर चाहिँ एनिमल मार्यो तर त्यो चाहिँ टेम्पोररी थियो, पर्मानेन्टली त्यो भएन। दे हेज टु बी सम वान टु डाई होइन। को त, दे हेज टु बी सम वान हु इज पर्फेक्ट सिनलेस होइन, पाप रहित व्यक्ति चाहेको थियो जसले चाहिँ सबैजनाको लागि के गर्नु पर्यो, मर्नु पर्यो। अनि त्यो चाहिँ येशू ख्रीष्ट हुनुहुन्थ्यो। अब परमेश्वर मर्न सक्नुहुन्थ्यो होला स्वर्गमा, तर उहाँ चाहिँ आत्मा हुनुहुन्थ्यो। तर हाम्रो सिनले चाहिँ के माग्यो, हाम्रो ह्युमन सिनले चाहिँ दे हेज टु आई फर आई, आँखाको ज्यालामा आँखा है, जीवनको सट्टामा जीवन चाहेको थियो। तर यस परमेश्वर के हुनुहुन्थ्यो, आत्मा हुनुहुन्थ्यो। त्यही कारण आत्मा परमेश्वरले के गर्नुभयो, येशू ख्रीष्टलाई आफ्नो एकमात्र पुत्रलाई चाहिँ के गर्नुभयो, संसारमा पठाइकन मरियमद्वारा उहाँ चाहिँ जन्म लिनुभयो। अनि उहाँ 100% परमेश्वर हुनुहुन्थ्यो, 100% मानिस पनि हुनुहुन्थ्यो। अनि मानिस भएको कारणले चाहिँ के गर्नुभयो, द्याट वुड सेटिस्फाई द ह्युमन ल। ह्युमन लले चाहिँ के चाहेको थियो, आँखाको बदलामा आँखा, मानिसको बदलामा मानिस चाहेको थियो। सो हामी मर्नु साटा है, नर्ग जानु साटा चाहिँ उहाँले के गर्नुभयो, येशू ख्रीष्टलाई पठाइकन येशू ख्रीष्ट चाहिँ विलिङली नै विदाउट एनी वान्स हुन्छ नि, कसैको फोर्स अनुसार होइन, तर उहाँले आफ्नै इच्छाले उहाँ चाहिँ के गर्नुभयो, क्रुसमा टाँगिनु भयो त। अब क्रुसमा टाँगिँदा फेरि उहाँले यति धेरै कष्टहरू सहनु भयो होइन। उहाँको आफ्नै मिल्ने साथी होइन, जुडास यहुदा इस्करियोत, उसले के गर्यो, बिट्रे गरिदियो। क्यान यु इमेजिन, हुन्छ नि तपाईँको बेस्ट फ्रेन्डले, तपाईँको वाइफले नभए तपाईँको हस्बेन्डले, तपाईँको मिल्ने साथीले तपाईँलाई बिट्रे गर्यो, झुकायो होइन, कति दुःख लाग्छ। येशू ख्रीष्टलाई त्यस्तै भएको छ कि उहाँलाई चाहिँ नि 38 चोटि के गरेको छ, त्यो कोरामा होइन, त्यो काँडा राखेर होइन, मेटल्सहरू राखेर येशू ख्रीष्टलाई 38 चोटि 1 2 3 4 5 6 7 8 9 10 11 12 होइन, 13 14 15 16 पुरै निक्लिसक्यो, रगत आइसक्यो, जोइन्ट्सहरू के भयो, हड्डीहरू डिस्लोकेट भइसक्यो, रगत आइसक्यो। त्यही पनि उहाँले चाहिँ अझै के गर्नुभएको छैन, त्यो दुःखलाई कष्टलाई चाहिँ बिर्सेर तपाईँ र मलाई सम्झिरहनु भएको छ, स्टिल ह्याप्पी के। मलाई अझ पिट्यो भने के हुन्छ, 13 14 15 16 17 18 19 20 हालेलुया, 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 पुरै रगत आइसक्यो। त्यही पनि 33 34 35 36 37 एन्ड 38 मर्ला जस्तो भइसक्यो। अझै के गरिरहनु भएको छ हेर्नु त, म काउन्ट गर्दा गर्दा मै थाकिसकेँ। आई निड टु ड्रिङ्क वाटर, मलाई पानी चाहियो। येशू ख्रीष्टलाई चाहिँ के भयो, पुरै के भयो,
ब्लड आइरहेछ, हड्डीहरू पुरै डिस्लोकेट भइसक्यो, मासु पुरै निक्लिसक्यो, स्टिल हि इज थिङ्किङ अबाउट यु एन्ड मी। त्यतिखेर पनि यीशु ख्रीष्टले तपाईँ र मेरो बारेमा सोचिरहनु भएको छ। हेर्नुहोस् त, त्यसपछि के भयो उहाँलाई? 2 देखि तपाईँको 4 इन्चेसको त्यो हुन्छ नि काँडाको मुकुट, हेर्नु यत्रो 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 किल्ला हुन्छ नि दिमागभित्र छिरेपछि के हुन्छ? सोच्न सक्दैन नि। त्यही पनि अझै तपाईँ र मेरो बारेमा सोचिरहनु भएको छ क्या। हि इज ह्याप्पी, हि इज विलिङ, हि कुड ह्याभ स्टप्ड। स्वर्गदूतलाई पठाएर हुन्छ नि मान्छेलाई राइट अवे मार्न सक्नुहुन्थ्यो, तर स्टिल हि इज ह्याप्पी। त्यसपछि के भयो अझै? त्यो काठको होइन क्रुस बोकेर हिँडिरहनु भएको छ। त्यत्रो गर्दा गर्दा क्या तपाईँको आमा, म त सक्दिनँ, म त एकछिन फुटबल खेल्यो भने थाक्यो भनेदेखि उभिन पनि सक्दिनँ। त्यत्रो ठुलो माया, त्यत्रो ठुलो डिटर्मिनेसन नभइकन यसो कृष्ण सक्नुहुन्न थियो क्या। तर हामीलाई यति धेरै प्रेम गर्नुभयो, आई डोन्ट नो हाउ टु एक्सप्लेन इट, आई डोन्ट नो हाउ टु एक्सप्रेस इट। त्यति धेरै हामीलाई चाहिँ के गर्नुभयो? माया गर्नुभयो। क्रुसमा टाँगिँदा फेरि के हो, खुट्टामा हातमा नेल्सहरू हो, काठीहरू ठोकेको थियो। त्यस्तोको ठोकिँदा ठोकिँदा पनि त्यत्रो जोइन्टहरू डिस्लोकेट हुँदा हुँदा पनि हुन्छ नि, उहाँले चाहिँ के गर्नुभएको छ? हे परमेश्वर, यिनीहरूलाई के गरिदिनु, फादर फरगिभ दिस पिपल फर दे डु नट नो वाट दे आर सेइङ। होइन, लुकाको 23 को कति 34 मा त्यही भन्छ नि, क्षमा गरिदिनुहोस् यिनीहरूलाई, थाहा छैन यिनीहरूले के गरिरहेछ, म यति पिट्यो हो, गाह्रो बनाएँ, त्यही पनि यिनीहरूलाई के गरिदिनुहोस्, क्षमा गरिदिनुहोस्। होइन, म सक्दिनँ होला त्यो गर्न, है, क्षमा दिन सक्दैन। एउटा सानो हामी लफडा पऱ्यो, कोसँग रिस उठ्यो भने त क्षमा दिन कति गाह्रो हुन्छ है। ए म्यान, आम सो सरी, मेरो गल्ती थियो भन्नु त कति गाह्रो हुन्छ। यसो कृष्णको गल्ती नहुँदा हुँदा पनि त्यत्रो पिटाइ खाँदा, 38 चोटि त्यो कोरा खाँदा फेरि, काँडाको मुकुट लाउँदा फेरि, सोच्नै नसक्ने दिमाग हुँदाखेरि, काटी हुन्छ नि दुखाइमा पनि के थियो उहाँको मनमा चाहिँ, यु एन्ड आई वर इन हिज हार्ट। त्यस्तो समयमा तपाईँ र म चाहिँ के थियौँ, उहाँको हृदयमा चाहिँ हामी चाहिँ थियो क्या, है त। स्टिल ही वाज थिङ्किङ अबाउट यु एन्ड मी। सो द क्रसमा चाहिँ के भयो? जिजस क्यारिड आवर पेन, आवर सेन्स एन्ड पनिसमेन्ट। नर्ग जानु साथ उहाँले चाहिँ के गर्नुभयो? हामीलाई चाहिँ स्वर्गको नागरिक बनाइदिनु भयो क्या। त्यसै कारण हामी गुड फ्राइडेमा हामी के भन्छ, खुसियाली मनाउँछौँ होइन। त्यो सफरिङमा हामी चाहिँ के गर्छौँ? परमेश्वर धन्यवाद, तपाईँ त्यो गरिदिनु भयो, त्यो वेमा तपाईँ गइदिनु भयो। म सक्दिनँ थिएँ होइन, आई वुड बी भेरी स्केयर्ड, तर तपाईँले चाहिँ के गरिदिनु भयो? मेरो निम्ति यति माया गरेर मेरो निम्ति म दिनुभयो। द्याट्स वाइ आइ एम सो ह्याप्पी, इट मस्ट बी अ गुड फ्राइडे भनेर हामी चाहिँ के गर्छ? गुड फ्राइडेमा हामी परमेश्वर येशू ख्रीष्ट को मृत्युको हामी मनन गर्छौँ अनि हामी उहाँलाई चाहिँ धन्यवाद दिन्छौँ, बिकज एभ्रिथिङ द्याट हि डिड फर यु एन्ड फर मी। अनि क्रुसको मेसेज पनि आज तपाईँ र मलाई त्यही छ क्या, माया। हामीलाई जस्टिस पाउनु पर्ने, हाम्रो पापको ज्याला मृत्यु पाउनु पर्ने होइन, जस्टिस न्याय पाउनु पर्ने, तर न्याय ओभर चाहिँ के भएको छ? मर्सी, येशू ख्रीष्टको कृपा आएको छ है। आज हामी त्यो कुरालाई नबिर्सौँ। हामी चर्चहरूमा जान्छौँ होला, इभेन्टहरूमा जान्छौँ होला, आज है गीतहरू गाउँछौँ होला, मिठो मिठो खानेकुराहरू खान्छौँ होला, तर लेट्स नट फर्गेट द रियल म्यासेज। किन येशू ख्रीष्ट चाहिँ स्वर्गलाई छोडेर मानव आउनुभयो, मानव हुँदा हुँदा पनि है, किन अब उहाँले त्यत्रो दुःख हाम्रो निम्ति बोकिदिनु भयो। हुन्छ, तपाईँहरूले आज बुझ्नुभयो। प्लिज तपाईँहरूले आफ्नो इष्टमित्रहरूलाई, परिवारहरूलाई पनि सिकाउनुहोस्। अनि हामी एउटा सही उद्देश्यले चाहिँ हामी मनाउँ न होइन, त्यतिकै मनाउने भन्दा पनि हुन्छ। धेरै धन्यवाद, तपाईँहरूले सुनिदिनु भयो अनि आशिषित हुनुभयो भने म आशा गर्छु। धेरै धन्यवाद। जय मसीह।